सम्पूर्णमा सेवा नमस्ते। अब चाहिँ म काँक्रा र इस्कुसमा मल बोकेर हाल्न लागिरहेकी छु। हिजो प्रभातमा तरकारी बिक्री गरेर आए पश्चात सन्ध्या 6 बजेर 30 मिनटसम्म मैले जार उखेलेर चिटिक्क बनाएकी छु। मचन पनि सफा र सुन्दर भएको छ। सबै सफा गरेकी छु। आज मल बोकेर हाल्न सहज हुन्छ नि त। सो कारणले गर्दा पनि अब भने म आजको कार्यतर्फ प्रवेश गर्छु है। मल यहाँ छ। हामी प्राय बजारको रासायनिक मल प्रयोग गर्दैनौँ, गाईकै मल प्रयोग गर्छौँ। पानी नपरेको समयमा मल हालिहाल्नुपर्छ। पानी परे पश्चात सोसिन्छ नि त माटोमा राम्रोसँग। त्यो कारणले गर्दा पनि पानी नपरेको समयमा बोकेर हाल्छु। हिजो प्रभातबाट सन्ध्यासम्म झाडु खेलेर समाप्त गरेको हो। अब आज मल हाल्ने कार्य पनि सम्पन्न गरिहाल्न पाएदेखि ढुक्क हुन्छ। सबै बोटमा लगेर बाँड्छु। त्यस पश्चात मिलाएर हाल्छु। मौसम पनि अहिले राम्रो भइरहेको छ। काम गर्न पनि सहज हुन्छ। काम गरेको अवस्थामा काम गर्न कति धेरै कठिन हुन्छ। अझ गाई बस्तु हुँदा घाँस काट्न गाई बस्तु पाल्नु हुनेहरूलाई कति कठिन हुन्छ है। सन्ध्याकालीन समयमा पनि आनन्दको निद्रा भोग गर्न पाइन्छ। मम्मीलाई यसरी नै सघाउने गर्थे। अहिले त अब एक्लै गर्न पनि सक्छु। त्यसको कारणले गर्दा मम्मीलाई थोरै भए पनि राहत प्राप्ति होस् भन्ने मेरो धारणा र उद्देश्य छ।
कर्म भनेको पूजा हो। कर्म सबैले गर्नै पर्छ। अझ कर्म गर्दै गर्दा मान्छे सबैभन्दा सुन्दर देखिन्छ अरे भन्छन्। परिश्रम मेहनत गर्न नपर्ने त खुब हुन्छ र होइन, सबैले गर्नै हुन्छ। हाम्रो आमा बुबा हाम्रो निमित्त गर्नुभएको परिश्रम, त्याग, बलिदानी, दुःख, सङ्घर्ष, कमाउनु भएको सम्पत्तिले हामीलाई कहिल्यै पनि पुग्दैन। मात्र उहाँहरूले कमाउनु भएका सारा कुराहरूबाट हामीले अनुभूति र मार्गनिर्देश मात्र हुन सक्छौँ। हाम्रो आमा बुबाले हाम्रो निमित्त जति दुःख कष्ट गर्नु भए तापनि, जति सम्पत्ति कमाउनु भए तापनि यो हाम्रो निमित्त मार्गनिर्देशन मात्र हो। उहाँहरू हाम्रो मार्गनिर्देशक र हामीले उहाँहरूबाट ज्ञान प्राप्त गर्नुपर्छ। उहाँहरूले चाल्दै गर्नुभएको मार्गमा नै हामी पनि अग्रसर हुनुपर्छ। मनलाई यसरी काँक्राको फेदमा मिलाएर वरिपरि राख्नुपर्छ। पानी परे पश्चात भिजेर माटोमा राम्रोसँग सोसिन्छ। काम भन्ने कुरा सबै सिकिराख्नुपर्छ। आफैलाई समस्या पर्दा सहज पनि हुन्छ। जिन्दगी त गणित हो, सुख र दुःखको घडबड भइरहन्छ। तर आफ्नो लक्ष्यसम्म पुग्नको निमित्त प्रयत्नको सूत्र चाहिँ आफैले निर्माण गर्नुपर्छ। सदा प्रयत्नशील भएर अगाडि बढ्नुपर्छ। त्यस पश्चात मात्र हामीले सफलता प्राप्त गर्न सक्छौँ, लक्ष्यमा पुग्न सक्छौँ। यसरी वरिपरि राख्छु। पहिला सानैमा पनि यसरी नै हाल्ने गर्थेँ। आफूभन्दा अग्रज ठुला व्यक्तिहरूको, प्रेरणादायी व्यक्तिहरूको अनुसरण गर्नुपर्छ। उहाँहरूले भन्नुभएका कुरा, उहाँहरूले गर्नुभएका कामहरूबाट हामी सदैव प्रेरित हुनुपर्छ। सिक्ने प्रयत्न पनि गर्नुपर्छ, प्रयास गर्नुपर्छ, अग्रसर हुनुपर्छ। जिन्दगी अमूल्य छ। फेरि यस्तो सुन्दर जिन्दगी कहाँ प्राप्ति हुन्छ र? यसलाई नै बाँच्न जानियो भनेदेखि कति पृथक हुन्छ, सुन्दर हुन्छ है। अझ सत्कर्म गरियो भनेदेखि मृत्यु भएर गइसके पश्चात पनि अमर रहन्छ। सबैले स्मरण गर्नुहुन्छ, प्रेम गर्नुहुन्छ। हो त्यस्तो योग्य पो बन्नुपर्छ त मान्छे भएर जन्मिसके पश्चात, होइन? यो मचनको चाहिँ सम्पूर्ण काँक्रा र इस्कुसमा मल हाल्ने कार्य पनि सम्पन्न गरिसकेकी छु। अब तल्लो मचनको र माथिल्लो मचनको पनि सम्पूर्ण जारो खेलेर यसरी नै मल हाल्नु पर्नेछ।